ल 3 दिनको अन्तरालमा चाहिँ हामी झापादेखि भोजपुरको साल्पा पोखरी आइपुगेका छौँ। हामी 8 जनाको ग्रुप छौँ र यो 8 जनाको ग्रुपहरूमा 6 जना चाहिँ साल्पा पोखरी आइपुगेका छौँ र 2 जना चाहिँ तल होमस्टेमा बस्नु भएको छ। भोलि रेस्ट गरेर उहाँहरू पनि आउने कुरा छ हैन। साल्पा पोखरी ल साल्पा पोखरी आइपुग्यो है साथी हो। यहाँनिर चाहिँ 3 चुला रहेछ हैन। यहाँ 3 चुला सुम्निमा र पार्वतीको स्टाइल छ। अनि यो पहिला राउन्ड चाहिँ मारौँ होला। पोखरी राउन्ड मारौँ। पोखरी राउन्ड मारौँ त्यस पछाडि काम धमाधम भइरहेको रहेछ है। यहाँ कहाँनिर बस्नु आँटेको अर्को उयो चाहिँ प्रतिमा चाहिँ उता पर ठुलो ढुङ्गासम्म यो मन्दिर भएको हजुर। यो ढोला ठुलो ढुङ्गा भएकोमा तपाईँहरू चाहिँ यहाँको स्थानीयहरू नै हो? ए त त्यो उयो पनि आफै खोप्नुहुन्छ मूर्ति पनि? अर्कै हो, मूर्तिकार अलग्गै आउनुहुन्छ। ए हामी कसरी पो घुम्छ? यसैबाट घुम्छ होइन? कति राउन्ड हान्छ हौ? जति हान्नु तपाईँको मन। ए जति हान्यो भने ल एक चक्कर चाहिँ हानौँ न हामी। लु जाउँ हामी यताबाट चक्कर हानौँ त साथी। साल्पा पोखरी आइपुगेको छौँ र यो साल्पा पोखरीमा चाहिँ हामी परिक्रमा गर्दैछौँ। तपाईँको परिक्रमा गरिरहेछौँ। तपाईँको एकदमै सुन्दर दृश्य। धार्मिक स्थलमा आइसकेपछि रमणीय पोखरी, यसको वरिपरि साइडमा भनेको लालीगुराँस, तपाईँको यता माथि देख्नुहुन्छ यो पनि सबै लालीगुराँस हो। र परिक्रमा गर्ने बाटो चाहिँ यस्तो छ तपाईँको। र यहाँनिर चाहिँ मर्मत कार्य पनि भइरहेको रहेछ एकदमै तीव्र गतिमा। अनि अबको केही समय हामी परिक्रमा गर्नेछौँ। परिक्रमा गरिसकेपछि मजाले दर्शन गरेर यहाँदेखि फेरि होमस्टे वापस हुनेछौँ। त्यस पछाडि भोलिको शुभ बिहानीसँगै हामी चाहिँ सिलिचुङको यात्रामा निस्किनेछौँ। सिलिचुङ दर्शन गर्दै ल पोखरी तपाईँको